वेलकम ब्याक टु माई च्यानल। आजको मेरो भ्लगमा फेरि पनि स्वागत छ तपाईँहरूलाई। र अनि अहिले चाहिँ यता जङ्गलमै भनौँ न, जङ्गलमा होइन, जङ्गल र घरको यता मुनि चाहिँ घर छ। अब यता जङ्गलमै भनौँ न, यता छ हामी चाहिँ। यहाँ एउटा रुख छोडेछ क्या मैले हिजो, त्यो यहाँ छ छोडेछ भन्दा पनि त्यहाँ आफूले भन्नै भनेको थिएन नि त। द्याट्स वाइ भनेको थिएन भर्खरै। अनि त्यहाँ आएर त्यहाँ माथि एउटा छ अरे लाग्छ भनेर। अब यो एउटा चाहिँ ससाट लगेर फेरि यहाँ त माथि हुँदो माथि हो, यहाँबाट यस्तो सिधा लाउनु होला, यस्तो सिधा। ठिक छ होइन? ल हेर्दै गर्नुहोस्, हाम्रो ब्लगमा जोडिरहनुहोस्। ठिक छ, ल लाग्यो खान्छु। माथिबाट ल्याएको हो कस्तो मलाई अर्केर अल्छी भइसक्यो यार। अनि यहाँ मुनि रोडमा निकाल्नु पर्ने हो। र त हामी अहिले ठिक्का आइपुग्यो। अब यहाँ त्यहाँदेखि खाजा खान्छ नि, त्यहाँदेखि मुनि बगानमा पानी हेर्नु जानुपर्ने छ। ल त राखिदिएको है, देखाउनु सकिनँ आज चाहिँ तिमीहरू तपाईँहरूलाई, मेरो भ्युवर्सहरूलाई राख्दै होला। लगातार जाने हो अनि घर जाने हो सकेपछि। यहाँ आज ल्याएको एक रुख भन्दा पनि बढी छ। अर्को ल्याएको मैले डुमको ल्याएँ, अनि अर्को के ल्यायो माथिबाट ल्याएको। ल अब चाहिँ घरतिर लाग्यो। यस्तै छ हाल खबर। के भन्नु तपाईँहरूलाई? थ्याट ल अब सक्यो। अब घर जाने भए जाउँ, आउने भए आऊ। घरतिर लाग्यो। अब यहाँ फेरि मान्छेहरूले लान्छ है दौराहरू, कस्तो भन्दा त्यस्तो पनि हुन्छ नि। ल यहाँ चाहिँ रोड हो, यो चाहिँ रोड होइन, जङ्गल जाने माथि मुलपान जाने हो। यता माथि हाम्रो बगान, यो पनि हाम्रो बगान हो। हाम्रो घर चाहिँ मुनि हो। कहाँ गयो? हो ठिक्कै यो जुन उयो छ नि स्याउलाले छिकेको, कता गयो? यसकै यतापट्टि क्या यसले गाडीले छोपिरहेछ। ठिकै त्यही घरकै मुनिपट्टि त हो, यो घरकै मुनिपट्टि। यहाँ आउँदा हाम्रो माई होम। यो चाहिँ पारिपट्टि हो हाम्रो, यता पारिपट्टि बुङ्गाक भन्छ यता। यहाँदेखि उता चाहिँ मान्डारा, यो जुन भ्यू टावर देखिरहेछ त्यहाँदेखि त चाहिँ के हो भन्दाखेरि के हो बर्मेली के भयो भ्यू टावरको उता मान्डारा। यहाँ मुनि त्यो जाने रोटु। यहाँदेखि उकालो चाहिँ सबै जङ्गल हो। ल अब घरतिर लाग्यो। ल आज चाहिँ अब यति नै आजको ब्लगमा। भोलिको ब्लगमा भेटौँ। बाई बाई।